सम्पूर्णलाई वेलकम ब्याक सँगसँगै आज चाहिँ हाम्रो उल्लु चाहिँ जालमा परेर अहिले उद्धार गरेर हामीले यहाँ छोडेका छौं। अब अहिले देख्दैन नि देख्छ छोडेका छौं। अब यो मर्छ या बाँच्छ टुङ्गो छैन हैन। अनि हामी चाहिँ यहाँ बस्दै छौं। यो मेरो भतिज जेठो भतिज यो कान्छो भतिज सँगसँगै उद्धार गरेर यहाँनिर राखेका छौं। भिडियो अन्तिमसम्म हेर्दिनु होला है। ल भिडियो यसरी खिचे यहाँ क्यामेरा नछेरी यता उताबाट खिच्छ देखिँदैछ त्यहाँ मुर्गा जालीमा परेर यसो घाँटी पनि बाँध्दैछ नि फेरि कहिले नै परेको हिजो राति पर्यो होला। खिच्दैछ 29, 31, 32, 33, 34, 35, 36, 37, कसरी यहाँ हेर त कति साह्रो धेरै समातेको छ यसले। हुन्छ है फेरि अहिले टोक्छ बता मर्छ होला यो त। अब त हेर त यो मर्ला जस्तो भइसक्यो यसको। कसरी बेरेको छ त यसको घाँटी यता खम्मै छिरेछ नि त। अब यहाँ हेर्दा यसको बाँच्ने चान्स अब 1% मात्र छ। मर्ने चान्स बढी छ यसको। यसको ओइ मासला ठुङ्दै पो छ त अहिले त। कसरी चाहिँ यसरी पर हो केटो। खिच्दैछ त्यो भयो हो होस् खिचेको उतापट्टिबाट खिच यो त मर्छ होला अब त मेरो हिसाबमा। जान्छस् त तेरो चान्स बढी छ कि कम छ त बाँच्ने चान्स छ केटा। चान्स छ भने ठिकै छ खोलेर पठाइदिउँ नत्र भने मेरो बिरालोलाई पो मरिस नि त व्यवस्था गर्नुपर्छ के हो। क्यामेराम्यान मेरो भतिज छ है अहिलेको समयमा। हामी उल्लुको उद्धार क्रममा छौँ अहिले उद्धारको घडीमा छौँ। तर यो बाँच्दैन भन्ने चाहिँ ठुलो अनियल छ। अब यो बाँच्न पनि सक्छ मर्न पनि सक्छ है। सम्पूर्णलाई अब जानकारी गराउन चाहन्छु म हैन। अहिलेको उल्लुको समय चाहिँ 1% मात्र छ बाँच्ने चान्स। अरू मर्न पनि सक्छ यो हैन। मेरो अन्दाजमा यो सुल्टिमपुर नै हान्छ कि भन्ने चाहिँ छ। मुर्गा जालीमा परेपछि कतिखेर परेको फेरि यसको घाँटी पनि बाँधिएछ हो। घाँटीमा पनि चरकचुक बाँधिएछ त। यो त बाँच्छ कि त म त भन्दिनँ। कहिले नै पर्यो हो हिजो राति नै पर्यो होला भन्ने चाहिँ अनुमान छ।
बिहान उठ्छ नि हो? बिहान उठ्छ? अब यो हिजो राति नै परेर यहाँ बसेको होला। उठ्छ नि अब? अब उठ्छ उठ्दैन, यो राति चर्ने जनावर हो। अब मेरो हिसाबमा यो मर्नु न बाँच्नु भएको छ यो बेला। समाउँदै पो छ त। ठुङ्छ क्या हो तेरो बाजेले? ठुङ्छ होला। अनि अब यसको चान्स धेरै कम छ बाँच्ने। ऊ चाहिँ आइपुग्यो फेरि मलाई खोज्ने। खम्मै छिरेछ नि त साथी त नि यता। ओए माकुरी ठुङ्छ क्या हो? यहाँ छु यहाँ मेरो भाइ, यहाँ उल्लुको उद्धार गर्दैछु म। उल्लुको उद्धार गर्दैछु। यहाँ जालमा परेछ कि। मर्छ कि भन्ने अनुमान सँगसँगै आजको मसला हाम्रो भिडियोमा चाहिँ तपाईहरुलाई एउटा खम्मै म त अनि यहाँ क्यामेराम्यानको त कमी राख्दिन। कहाँ हिँडेको त? उल्लुको उद्धार सँगसँगै यहाँ मानव के भएर जनजीवनको चाहिँ उल्लु जालमा परेको कि पारेको तैले? जालमा परेछ कि राति। अनि अब यो मर्नु नै बाँच्नु भएको छ। अब खोलेर पठाउने, मर्यो भने मर्यो, बाँच्यो भने बाँच्यो। उल्लु हैन? ऊ ठुङ्नु चाहिँ खोज्दैछ मलाई ठुङ्छ है त अघिदेखि। तर यो अब यो सिद्धिनु आँटेको छ। जाडले यसको सासले मात्र बाँकी छ। कसरी चाहिँ खम्मै छिरेछ हो यहाँनिर नि? कसरी आली भाइ? यो भतिजाको कहाँबाट देखेको यहाँ चाहिँ? यसले देखाएको नि, म त देखेँ थिइनँ नि। योले पो यहाँ परेको छ भनेर भन्यो। अनि अघि नै देखेको, अघि नै खोलेर पठाइहालिन्थ्यो होइन। उयो नि काट्ने बेला भयो। यो मर्छ होला अब लगभग मेरो अनुमान। मर्छ नि होला। यो त यो बाँच्ने चान्सै छैन यसको। कसरी पर्यो? ढुकढुकी नै यसको रोकिसकेको छ। जान्छ तर जान उड्नु चाहिँ खोज्दैछ यसले होइन। ऊ हेर्नु न, घाँटी घुमाइ हेरौँ न यसको। ठुङ्छ है हेर त, यो घाँटी त भ्याक्कुको जस्तो घुम्छ त यार। आँखामा फोकस गर केटा। आँखा देख्छ है देख्दैन उयो गर्दा? देख्छ होला। ल अलिक उताबाट खिच, यसलाई उडै पठाउनु पर्छ। डोरी नै काट्ने बेला हो? नकाटौँ, डोरी काट्नु हुँदैन कि। डोरी काट्यो भने यहाँ लफडा हुनु। कसको? यो डोरी यिनीहरूको हो। अनि त्यो नकाट्यो निस्किँदैन। टोक्नु खोज्दैछ मलाई। मर्ला साला। कहाँ मुसा खोजी खानु यहाँ आएको होला कि केटो? मुसा खोजी खानु आएको होला, ल्याम्मै पर्यो जाल। तर यो बाँच्ने चान्स कमै छ कि यो अन्दाजमा। यसको
आधी सास गइसकेका छन् र पनि ठुङ्नु खोज्दैछ कहाँबाट ल्याम्मै छिरो छिरो नि हेर्नु समातै पनि फेरि के हो चुम्बकले यसरी समात्दो रहेछ यसले मरै पनि समात्दो रहेछ हौ समात्नु चाहिँ नि नङ त के छ कि छैन नङ त यसले त एकचोटि भेट्यो भने त सिद्ध्याउँछ नि त्यसो त तर बाँच्दैन होला यो टोक्ने टोक्दैछ कहाँबाट त्यस्तो खम्मै छिरेको हो क्या हेर्छ ग्याङ फाइट कि चल्दै थियो यिनीहरूको डोरी नै काट्नुपर्छ जे गरे डोरी काट्दा त यहाँनिर बिच्किन्छ नि त बिच्काउनु भएन नि त यहाँनिर किन नकाटी पनि त भएन नि त यसलाई पछि पसेको छ त कति हजुर के छ ठिकै छ क्यामेरामा राम्रो निस्किँदैछ केटा अलि राम्ररी निकाले जान्छ अब आलु त कति धेरै आलु त कति छ छैन खै रोशन चाहिँ कहाँ गयो बेसीतिर गयो यो मान्छेलाई पनि फोकस गर न ठुङ्छ कुखुराहरूले चिरा चिरा पारेर दियो ज्या फुलेर झिकेर मरिसकिरहेको छ त्यहाँबाट खम्मै छिरेको ग्याटिसले हानेको छ त्यसलाई यहाँनिर परेको हो त घाँटी उँटी यहाँ परेको छ अनि कहाँबाट बाँच्छ त हेर्नु जान्छ यो मर्छ नै होला कहिलेदेखि परेर बस्यो अब यो अध्यक्ष हिजो त थियो राति यसको आँखा चाहिँ डेन्जर छ हेरौँ त आँखा चाहिँ डेन्जर छैन यो जाली काट्नै पर्ने रहेछ अन्त नकाटी हुँदैन एक दुईचोटि यो पैदा टेक्दै आलु बिग्रिन्छ मर्छ त यो जाली कसको हो जाली थोरै काट्दिउँ जाली काट्दिउँ यहाँ उल्लुले बचाउनु पर्ने भयो नि त यसको आँखा खिच आँखा थोरै लिएर खिच त आँखामा खिच त हो शीतल हुन्छ कि नकाटी हुँदैन यो डोरी त निस्किँदैन र त समस्या कति गाँठो भएको छ कति हो कति घाँटीमा फोकस गर माथि पछि मान्छेलाई पनि झिक पर्दैन है ऊ तल झिक ए ननिकाल यता ननिकाल झिक मलाई आँखा खिच अब यहाँ आलु मात्रै सकायो हौ बिस्तारै घुमाउँदै निकाल अब हेर्दैछ आँखा त हेर्नु न पुरै यसो खुस्काउँछु भनेर जेसिबीको जस्तो छ नि आँखा त है ल उयो यहाँ खिच्दै गर म सानो लिएर काट्छु
एक दुईवटा मात्रै काट है कि यहाँ हेरौँ त हिँड्न काटी निस्किँदैन क्या है घाँटीमा काट्नुपर्छ यहाँ र यहाँ फेरि के नि उ गरिन् यसरी यो तिल त पर्छ यसमा घाँटी पनि काट्दिनु न कि तल मागो न बुहारीले एउटा के सानो काट्ने कुली हुन्छ त तिमीलाई त मार्छ त त्यसले त यो मेरो छैन त्यो त एकछिनै ला भन्छ बरु यसले हेर न यसले त आलु बालु सिँगान झार्छ कति कमेडी छ पुलुक पुलुक हेर्दैछ त यो यही जालमा परेको उडुमा भन्दा मान्छे पनि निकाल पछि निकाल म भन्दैछु अब चाहिँ यो हाम्रो मुर्गा जाली काटिँदैछ मित्र उता गएर खिच अलि उता यहाँ उल्लु परेछ कि जालीमा अब यो मुर्गा जाली काटिँदैछ होइन अब धरी यता छिटो निकालिहाल्न के को मार्छ ओडालोबाट काट यो उल्लु टाउको नै घुमाउँछ त्यो भाइलाई पक्रिनु लाउ न उसको एकपट्टि ल समाते किले समाते हुन्छ है टोक्छ हो त्यसरी धेरै त नकाट एउटा दुईटा मात्रै काटिदियो नि अब त निस्किन्छ होला त्यो गहिरो गएर गाडीकोमा त निकाल घाँटीमा पुग्दो रहेछ पुरै आइया दुलो पार्छ क्या नाउ पनि कति कडा हुँदो रहेछ छिनाउँछ क्या यसले तल चाहिँ उसको नपर्ने छोडे तेरो हात पनि चिनाउँछ है त्यहाँ झन्डै दुलो पार नि त यहाँ खुट्टाको चाहिँ निकाल्नु न खुट्टाको त निस्किँदैन नि होइन घाँटीको चाहिँ निकाल्नु पर्यो नि नमरी निस्किँदैन भन्थ्यो फुपूले यहाँ हेर्नु न जालीभित्र छप्प परेछ कि अनि यस्तो जालमा उमा पर्छ नेटमा हौ अस्ति माथि ऊ झन् धारा साइलीले त उनी चिलै पारेको थियो मारेको त नानी जा लड्छ चाहिँ त्यताबाट लडिन्छ त्यहाँबाट होइन यता आउनु न त्यहाँ यता माथिबाट यता माथिबाट हो यो केटालाई भनेकै सुन्दैन अहिले मर्छ होला हौ लड्छस् उता पनि फोकस गर ल आयो तल त्यहाँ धेरै ठाउँ काटेको हुन्छ त्यहाँ त फल परिगयो होला केले गर्नु कस्तो हातै झन्डै दुलो पारिदियो हो नछोड्नु है कस्तो यता चाहिँ खुट्टामा बानी राख्दैन खुट्टामा बानी राख्दैन यहाँनिर दुलै झन्डै बनाइदियो पारिदियो अहिले त्यो कान्छाले छुच्काइदिएर मात्रै एकछिन छोड त कसरी अल्झ्यो हो यो यतैबाट छिरेको रहेछ यताबाट उडेर उसको खुट्टामा पक्रेर तान्नु त भयो यतापट्टि आफै निकाल्नु यहाँ त कस्तो दुलो नै बनाएर समातिर इ भाइ लु त पन्जा हालेर चाहिँ गर त घाँटीमै परेको रहेछ नि त सोही गाँठो काटिदियो नि जम्मै मेरो जाली त अब नकाट्नु न निस्किनै पऱ्यो फोटो खिच कसको फलो कसको मेरो तुम्बा भन्छ ए त्यसो हुँदैन भाइ यताबाट निस्किन्छ यताबाट तान्न त अब यसको पखेटा भाँच्यो यहाँ यता घाँटीमा निस्कियो पस्या छ नि त कहाँबाट निस्किनु त अब उड्नु सक्दैन नि यता छिरेको छ तुम्बा भन्नु त नानी उड्नु सक्दैन यतिकै गऱ्यो होला कि झन् चार घुस्री मात्रै निस्कियो रोशन काका रबिन काका ए खिचिराख मेरो बच्चा सानाले त सकायो क्यामेरा चाहिँ चालु गरिराख त तुम्बा भन्नु बाबा त तुम्बा नि उताबाट खिचे बच्चा मलाई यता पनि तुम्बा म पनि तुम्बा भन्नु भन्नु न हट्नु यसो जो भन्नु सानाले नतान्नु है त्यो चुटिन्छ मर्ला उसले गरेको मात्रै पन्जा लाउने दिएको तुम्बाको दुई हातले यो उडेर जान्छ त छोड्दाखेरि यो त मरिसक्यो छ जस्तो
सुतिरहेछ होला नि सुतिरहेछ यतापट्टिबाट चाहिँ निस्किन्छ होला यसको यसरी उडी जाँदा नि झ्याप्प पऱ्यो घुसेको गऱ्यो नि यस्तोमा चिलाइ पर्छ यारै हान्थिन् खै उले भतिले पो देखायो मलाई करायो होला नि सुन्यौँ न अहिले देखेको म उता सुत्लिखेर उताबाट ल्याएँ अनि यता माथि फिर्किँदा देखेँ दिल चढेको यहाँ आलु घरमा यहाँ छेकेको नि त यहाँ बाख्राले गर्दा हेरौँ न कस्तो दुलो झन्डै हातै पार्थ्यो नि त यसले 20 भइसक्यो त झन् सिलाइ परेको यस्तो खालको चिज ठुलो खालको धारा शैलीले यता यता मेरो भाइ भतिज देखा क्यामेराम्यान चाहिँ आजको लागि तँलाई म भोरै यसरी अल्झेर उडै सकेन अरे जति जान्छु भन्छ एकछिन यसरी अल्झेको थियो कुठी मारे त मैले बुहारी भन्छु कहाँनिर छ यसको गाँठो नि मर्छ मम्मी सोध्न मर्छ कुट्यो भने हेंगो व इन्ने फत्तु लास बा अब उफ्राएर त कतै कुद्छ अरे होइन एकचोटि गर्दा छ भनेर हेर्नु जाँदा कतै गर्दै उता जाँदै फर्किआउँछ अरे कुखुरा खुट्टामा त काट्नु पर्दैन है भुँडीमा मात्रै काट्नु पर्दैन आम्मा क्या गयो अरू काम नातुको बच्चाले छ नि सबै सकाइ दरद छोडिनु त्यहाँ राख्छ त्यहाँ चाल्दो त्यहाँ राख्नु जाँदैन जान्छ भतिज भाइ भागै अभि ठिक छ नि रविनी हेर त कति ठाउँ काट्यो खैहाले त छिर्छ होला ऊ उल्लुको उद्धार चाहिँ गरियो साथी हो यहाँ बसिया छ होइन मान्छेहरू निकै टनै छ मेरो भतिज यहाँ छ यता होइन अनि यहाँ भाउजू आन्टी बुहारीहरू छन् होइन अनि मेरो उल्लुले यहाँनिर दुलो नै बनाइदिएको छ नगर न ऊ यहाँ छ उल्लु यहाँदेखि उडेर गएर नगर न मर्छ मार्नु हुँदैन नि त्यसले यसको आँखा चाहिँ ए नगर न यसको आँखा चाहिँ युनिक छ हौ होइन अनि अब बल्ल तल्ल खोलेर चाहिँ हामीले पठाएको छौँ अब यो मर्छ बाँच्छ टुङ्गो छैन होइन अनि सबलाई देखाउनु पर्यो नि त अनि उल्लुको यहाँ मर्नु र बाँच्नु भएको छ जाली टन्नै काटेर झिकेको छौँ हामीले होइन अब यो खै के हुन्छ होइन मेरो यहाँ दुलो नै बनाएको थियो नि यार आमामा यो खुनै निस्किरहेको छ यहाँनिर अब यहाँ यसको आँखाको चाहिँ म आँखा चाहिँ यसको डेन्जरै छ हौ नार मर्छ हौ यो कस्तो जालीमा परेर है मार्नु हुँदैन यसलाई पुरा जानु खोज्दैछ जाली सँगसँगै अब यो बाँछो मर्छ टुङ्गो छैन ए त्यो उहाँ परको त्यो चक्कु ए ल अब यो उल्लुले उद्धार सँगसँगै यहाँ राख्छौँ नि यहाँ अब यो मर्छ बाँच्छ टुङ्गो छैन ल यस्तै छ है साथी आँखा चाहिँ उल्लुको डेन्जरै हुँदो रहेछ यार कस्तो गाई हो यो गाई यो मर्छ बाँच्छ थाहा छैन अब ल साथी हो आजलाई उल्लुको उद्धार यस्तै भयो होइन नेक्स्ट टाइम अब यो मर्छ बाँच्छ यो टुङ्गो छैन भोलि अर्को भिडियोमा चाहिँ म तपाईँहरूलाई जानकारी गराउँछु आजलाई भिडियो यति नै उल्लुको अपडेटसँगै उद्धारसँगै जस मर्नु चाहिँ मरेको छैन
मर्छ बाँच्छ टुङ्गो चाहिँ छैन, तर त्यहाँ राखेको छु मैले उद्धार गरेर। अब भरेसम्म हेरौँ के हुन्छ। आजले यति नै। भिडियो नेक्स्ट टाइम किप वाचिङ, हेर्दै गर्नु होला, माया गरिदिनु होला भन्दै म बाई बाई हुन चाहेँ।